रासोपा साथीहरू, हामीले तिनीहरूका अनुहार, तिनीहरूका भिडियो सेभ राखौँ, सम्झना राखौँ, जसले आज रासोपामाथि, रवि लामिछानेमाथि प्रहार गरिरहेको छ, खेदो खनिरहेको छ रवि लामिछानेको, रासोपाको। तिनका अनुहारहरू सम्झिराखौँ, सेभ राखौँ, किनकि भोलिको चुनावपछि रासोपाको सरकार बन्ला, रासोपाको नेतृत्वमा सरकार बन्ला, अथवा रवि लामिछाने प्रधानमन्त्री बन्नुहोला, जसले आज रवि लामिछाने र रासोपाप्रति खेदो खनिरहेको छ। तिनीहरूलाई रासोपाको नेतृत्वमा सरकार बनिसकेपछि तिनीहरूलाई बालुवाटारमा बोलाएर सम्मान गर्नुपर्छ, किनकि जसले खेदो खनेको छ, जसले प्रहार गरिरहेको छ, तिनीहरूले गर्दा हामीलाई अझै पनि, रासोपालाई अझै पनि बलियो बन्ने अवसर मिल्नेछ। त्यसैले तिनीहरूको अनुहार सम्झेर सेभ राखौँ, जसलाई भोलि बालुवाटारमा बोलाएर सम्मान गर्नुपर्छ रासोपाको नेतृत्वको सरकारले, रवि लामिछानेको सरकारले।